नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। सो आज चाहिँ फोन स्टोर जान लागेको साथीसँग। साथीको फोन झरेर फुटेर बिग्रेको कारणले गर्दाखेरि चाहिँ आज एउटा सिम चल्ने फोन चाहिँ हेर्न जान लागेको। हेरौँ अब के कस्तो हुन्छ। स्टोरमा गएपछि हामी बुझ्छौँ हेर्छौँ, यदि प्राइस मिलेछ भने किनेर ल्याउँछौँ पनि। सो गाइस अब हामी चाहिँ बाहिर निस्किँदै गरेको। अब बाहिर हामी जाने हो साथीसँग टक्कसँगले। साथी यहाँ छन्, साथी हो बडो एक्साइटेड हुनुमा छ। फोन कस्तो पाउने हो अब हामीले गएर हेर्नुपर्ने हुन्छ। हेलो गाइस, अहिले चाहिँ हामी बाहिर निस्किसक्यौँ। साथीले म्याप हेरिरहेको छ। अब म्याप हेरेर हामी चाहिँ जानुपर्ने हुन्छ। नयाँ ठाउँ हो नि त, अब राम्रोसँगले थाहा हुँदैन नयाँ ठाउँमा अब कहाँ छ के छ होइन, सबै अब सर्च गरेर अब गुगलमा हेरेर जानुपर्ने हुन्छ भने अब साथीले चाहिँ म्याप हेरिरहेछ। हेरिरहेको त्यही ठाउँ हो नि। कति मिनट? 31 मिनट देखाएको थियो त 30। अनि यहाँबाट चाहिँ आधी घन्टा लाग्दो रहेछ त्यो पसल पुग्नको लागि। हेलो गाइज, यो चाहिँ दुबई कतार जस्तो छ, हल्ला गुल्ला अबि बिल्ला भने जस्तो। हेर्नु यो सुपारीको बोट के बोट है, ठाउँ पनि त्यस्तै छ। अनि हामी हिँडिरहेको छौँ, रमाइलो छ जोस्। देखो न गाइस, देखो न गाइस, क्या है पहला नशा पहला हुआ। हेर्नुहोस् न साथीहरू, साइकलको प्राइस चाहिँ देख्न सक्नुहुन्छ तपाईँले। 31,000। यो कति पर्छ नेपालमा? सो साथीहरू अब साइकलको प्राइस हेर्दा त ठिकै लाग्यो, तर हामीसँग अहिले 29 रुपियाँ पनि छैन। अब त्यो 29,000 30,000लाई नहेरौँ, अब अर्कै पसल जाउँला। हामी चाहिँ अब पारी जानुपर्ने होइन। अब पारी जानको लागि चाहिँ यता तेर्सो जानु मिलेन। अब यहाँ माथि चढेर माथि यस्तो सलक्क उताबाट तल झरेर यस्तो जानुपर्ने अवस्था। के गर्नु, नियम मान्नै पर्यो। बाटो जता भयो काट्नु भएन। अर्काको देशमा गाडीले भइहाल्छ फेरि डेट। बाइकको हालत हेरेर यस्तो पड्काएर हिँड्छ नि। नेपालमा खोइ किन मोडिफाई गर्ने दिन। यहाँ त यत्रो साह्रो बाइकभन्दा साह्रो कार कराउँछ, कारभन्दा साह्रो स्कुटी गरेर आउँछ। यहाँ त साउन्ड कस्तो मोडिफाई गरेको। यहाँतिर हाम्रो नेपालतिर खोइ गर्दाखेरि कराउँछन्, ट्राफिकले पक्रिन्छन्। यहाँतिर पक्रिन्छन् कि पक्रिँदैनन् खोइ थाहै छैन। तर यस्तो मिठो गरी पड्काउँछन्, प्र्याङ गरेर पड्काउँछन् कि कसम भने। सो अल राइट गाइस, हामी चाहिँ अब फाइनल्ली लोकेसनमा आइपुग्न लागिसक्यौँ साथीसँग। साथी अगाडि हिँड्दैछ भने म चाहिँ पछाडि छु। अनि अब लोकेसन आइपुग्न लाग्यो हामी चाहिँ। सो अब हेर्छौँ अब फोनहरू के कस्तो छ, टक्कसँगले गएर हेर्छौँ। आफूले मनले खाएको फोन थियो भने चाहिँ टक्कसँगले किनिदिने हो होइन। या आफूले मनले खाएको थिएन भने त नकिन्ने हो, महँगो छ भने त फर्किने हो सिधै। हामीलाई अहिले तत्कालको लागि अब अभर परेको र चाहिँ हामी चाहिँ अब सिम चल्नको लागि मात्र फोन हामी लिन गइरहेछौँ। रुमदेखि आधी घन्टा हिँडेर यहाँ आइरहेछौँ भने कस्तो फोन पाउँछ भन्ने हामी चाहिँ उत्साहित छौँ होइन। कस्तो फोन पाउँछ के कस्तो अब हेर्ने हो। जान त्यहाँभित्र भिडियो बनाउनु चाहिँ दिनु होला। सो त्यो गाइस, साथीहरू प्राइस चाहिँ हेर्नुहोस् है। जस्तै यहाँ अब 38,000देखि स्टार्ट कुन फोन छ यो आफै मजाले हेर्नु ल। म तपाईँहरूलाई देखाइदिन्छु। यहाँ कुहिरहेन रहेछ, तेरो मैले भिडियो बनाएको। अब यहाँभित्र चाहिँ अब खालको फोनहरू चाहिँ आफूले भनेको जस्तो प्राइसमा पनि छ। रेन्जमा चाहिँ आफूले भनेको रेन्जमा चाहिँ निकै सानो फोनहरू छ। आइफोन 6हरू, आइफोन XEहरू यस्तो छ। हेर्नुहोस् है। अनि यता पनि छ है। यहाँ चाहिँ आइफोन 17हरू रहेछ। यस्तो छ। भिडियो बनाउन मिल्छ कि मिल्दैन त्यो थाहा भएन। अनि 15को लाइन रहेछ यहाँ भन्ने चिज। यहाँ तल चाहिँ 14को लाइन, 13को लाइन यहाँ मुनि छ। 13को लाइन यहाँ माथि हेऱ्यो देख्न सक्नुहुन्छ है। गाइस, अहिले चाहिँ हामी त्यो पसलबाट निस्किसक्यौँ। भनेको जस्तो फोन त थियो, तर हरिको चाहिँ जुन नेपालबाट ल्याएको, हरि साथीको चाहिँ जुन नेपालबाट ल्याएको फोन चाहिँ अलिकति सिम नचल्ने थियो नि त। अनि त्यहाँ हामीले बुझ्यौँ कतै सिम चलिहाल्छ कि भनेर। सो नेटवर्क पनि नटिप्नेमा उसले चाहिँ त्यहाँको पसलको मान्छेले चाहिँ हामीलाई फोनको अब नेटवर्क आउने त बनाइदियो, तर डाइरेक्ट कल लागिरहेको छैन। जस्तै
डाटा चलिरहेछ वाट्सएपबाट कल आइरहेछ भने नेटवर्क अब जस्तै डाइरेक्ट कल चाहिँ लागिरहेको छैन त्यही बुझ्नको लागि चाहिँ हामी यहाँ सफ्ट ब्याङ्कमा हो कि क्या हो यहाँ पठाइरहेछ र अब हामी यहाँ जाँदै गऱ्यो अब लेट्स हेरौँ के हुन्छ साथीहरू अब यहाँभित्र छिरेर हामी यहाँ पठाएको छ यहाँ छ त सफ्ट ब्याङ्क यो के हो सो गाइस अहिले चाहिँ यहाँ मेरो साथी चाहिँ भित्र छ फोन हेरिरहेको छ अब के होला जस्तो लागेन मलाई चाहिँ साथीहरू त्यसले हेरिरहेछ अब हुने हो कि नहुने त्यो चलेको भए त अब यसो पैसा चाहिरहेको बेलामा त्यो फोन चलेको भए पनि धेरै हामीलाई हेल्प हुन्थ्यो अब उसलाई हेल्प हुन्थ्यो पैसा नभएको बेलामा अब होइन अब बुझिरहेको छ म चाहिँ बाहिर निस्किरहेको छु साथीहरू अब गलिसक्यो हिँड्दा हिँड्दा आधी घन्टा भइसक्यो हिँडेको के गर्ने साथीहरू गाह्रो छ व्हाट्सअप गाइस फेरि हामी सफ्ट ब्याङ्कबाट निस्किसकेको छौँ फोनको हालत चाहिँ यस्तो छ साथीको डाटा चल्यो तर डाइरेक्ट कल आएन त्यसैले हामी अब के गर्ने भइरहेछ के गर्ने साथी फोन निकाल्ने अब किन्नुपर्ने भयो कि फोन निकाल्ने नै भयो त साँच्ची 100% नै हो त 100% नयाँ निकाल्ने हो कि कस्तो निकाल्ने अहिले किनिदिने हो कि अहिले नयाँ झिक्ने अरे साथीले ल यस्तो आँटिलो साथी अनि जिन्दगीमा कहिले भेटिँदैन फेरि ल ठिक छ अब त्यहाँ गएर फोन लिने हो के कस्तो छ हेरेर फोन किन्ने हो सो अब चलेन त के गर्नु होइन अब चलेन त चलेन अब के गर्नु हाम्रो के दोष फोनको दोष अब नेट चलिरहेछ डाटा चलिरहेछ अब जस्तै म्यासेन्जर वाट्सएपमा कल आइरहेछ तर डाइरेक्ट कल आएको छैन अब मेन त डाइरेक्ट कल चाहिएको हो कामबाट कल आउन सक्छ गएकोबाट कल आउन सक्छ वाट्सएप म्यासेन्जरमा त आउँदैन त्यसैले चाहिँ एउटा सानो फोन किन्नै पर्ने अवस्था भएको छ सो साथीहरू अब हामी फेरि त्यही पसल छिर्छौँ एकचोटि बुझ्छौँ यदि दामसाम मिल्यो भने हामी किन्छौँ किनेपछि तपाईँलाई फोन देखाउँछौँ है त साथीहरू सो इन्तजार करके बेट्न सो गाइस अहिले चाहिँ फाइनल्ली हामीले हरिसानको चाहिँ फोन किनिसकेको छौँ हामीले फोन स्टोरबाट लिइसकेको छौँ फोन चार्जर डाटा केबल लिइसकेको छौँ हामीले अब के भन्छ अब हरि खुसी छ अहिले खुसी छौ नि होइन खुसी छ नि तिम्रो फोन देखिरहेछ सो ठिकै छ अहिले तत्कालको लागि हामीले किनेको हालसाल यो युज गर्नको लागि अब एकछिन किनेको हो अब पछि हरिले अब 1-2 महिना पछि आइफोन 18 निस्केपछि म आइफोन 18 झिक्छु भनिरहेछ सो अपडेट दिँदै गर्छु सो मेरो अहिले चाहिँ ब्याट्री पनि सकिसकेको छ साथीहरू अब ब्याट्री सकेको कारणले गर्दा अब मैले भिडियोलाई अन्त्य गर्ने बेला आइसकेको छ सो अब चाहिँ हामी यहाँदेखि अब घर फर्किन्छौँ अनि अब घर फर्केर खानासाना खाएर हामी सुत्नेछौँ सो अब ब्याट्री सकेको कारणले गर्दाखेरि सो तपाईँहरूबाट मैले बिदा लिनुपर्ने हुन्छ गाइज सो स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् भन्दै आजको भिडियोबाट म तपाईँहरूबाट बिदा लिएँ सो टाटा बाई बाई